हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हजुरहरू सबैलाई मेरो च्यानलमा स्वागत छ। अब मुलाको सिजन आइसकेको छ। मुलाको अचार बनाउनलाई बराबर हुने गरेर मुलाको पिस बनाएको छु मैले। ल हेर्नुहोस्, मजाले मुला काटेर यति धेरै मुला अब घाममा सुकाउनलाई रेडी भइसकेको छ। 2-4 घाममा मजाले 2-3 दिन मुला घाममा सुकाउनु पर्यो। घाम कतिको टाठो छ त्यही अनुसार मुला अलिकति चाम्रिसकेपछि अचार हाल्नलाई रेडी हुन्छ। यतिको सुकिसकेको छ। अब यसमा मिसाउनलाई अदुवाको सानो सानो पिस गरेर काट्नुपर्छ, अनि हरियो खुर्सानी अनि लसुन, सबै लसुन अदुवा खुर्सानी मिक्स गरेर काट्नु पर्यो। यतिको अब भइसकेको छ। मुला पनि सुकिसकेको छ है, यतिको चाम्रिसकेको छ। अनि खुर्सानी मुला सबै भइसकेको छ। अब यसमा चाहिने मसलातिर लागौँ है त। ल्वाङ, सुकमेल, धनियाँ, जिरा, टिमुर राखिसकेको छु। अब यसलाई एकचोटि फ्राई गर्ने। मैले यत्तिकै सुक्खा पेन मात्र हिट गरेर मैले भुटेको हो। अब यसलाई साइडमा राखेर अनि तिल राखेँ, सुकेको खुर्सानी सबै एकछिन मिक्स गरेर फ्राई गर्ने। यसलाई अलिकति भुट्नुपर्छ। अब यो दुइटै सबै मिक्स गरेर तोरीको दाना, मुलाको अचारमा चाहिने अनिवार्य चाहिने भनेको तोरीको दाना हो। हजुरहरू पनि मजाले, अब मुलाको सिजन छ अहिले त, बनाउन सक्नुहुन्छ मुलाको अचार। मैले मसलाहरू यतिको गरेर मोटो मोटो हुने गरेर पिसेको छु है। हजुरहरूले पनि बनाएर खान सक्नुहुन्छ। कस्तो हुन्छ, अब आजभोलि त प्रशस्त मुलाहरू हुन्छ होइन, नभए बजारमा जताततै पाइन्छ। हेर्नुहोस्, अब तोरीको दानालाई पनि मैले मोटो मोटो हुने गरेर मिक्सरमा पिसिसकेको छु है। यतिको भइसकेपछि मैले अब यो सबैलाई राखेँ, रेडी बनाएर राख्छु। अब हेर्नुहोस् कस्तो मजाले यो मसला भइसकेको छ, देख्न सक्नुहुन्छ। अब मैले यो तोरीको छोपलाई मसलाहरू सबै मैले मुलामा मिक्स गरिसकेको छु। अनि मैले एक फ्राई बिनमा तेल लगेँ, तेल तताउनु पर्यो। यतिको भइसकेपछि अब एक प्याकेट मैले तेल लगेँ है। तपाईँहरू तोरीको तेल पनि लग्न सक्नुहुन्छ। सबै यो खुर्सानी अदुवा लसुन मैले यो तातो तेलमा राखेँ, बेसार राखेँ मैले अलिकति, किनभने बेसारले राम्रो कलर ल्याउँछ। नुन पनि राखेँ है मैले, यसमा नुन पनि राखिदिएँ। नुन राखेपछि मुलाको अचार अलि छिटो, जुनसुकै अचार पनि अलि छिटो खानलाई हुन्छ, त्यही भएर नुन राखेँ। अब मैले यो तताको सबै मिक्स गरेँ, मुलाको माथिदेखि राखेँ। यो अलि तातो छ, मजाले एकछिन सेलाउन दिनुपर्छ है। अब मजाले यसलाई मोस्नु पर्यो। सबै रेडी भइसकेको छ, मोस्ने। मजाले मसलामा अचार मिक्स गरेर अब प्याक गर्ने। तपाईँहरूसँग सिसाको बट्टा छ भने पनि झनै राम्रो हुन्छ। सिसाको बट्टामा अचारहरू केही समयसम्म टिक्छ। मसँग त रबरकै बट्टा भएर मैले रबरको बट्टामा प्याक गरेको छु। मजाले खाँदेर ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ अचार कस्तो राम्रोसँग भइसकेको छ। अहिले खाउँ खाउँ जस्तो है। मैले मजाले यसलाई किली प्याक गरेको छु अचार है। यो मुलाको सिजन हो। आजभोलि त प्रशस्त बजारमा, बारीमा, खेतबारीमा मजाले मुला पाइन्छ। तपाईँहरूले पनि यसै गरेर राख्न सक्नुहुन्छ है। कस्तो मजाको अचार भइसकेको छ। ल अब प्याक भइसकेको छ। तेल तताएर हल्का सेलाएर यो अचारको माथिदेखि राख्न सक्नुहुन्छ। धेरै तातो पनि नराख्नु होला, ठिक्क सेलाएर। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो, मेरो च्यानल भिजिट गर्न सक्नुहुन्छ। मेरो च्यानल मनपर्छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। अर्को भिडियोमा भेटौँला। बाइ।